मित्रहरू तपाईहरुलाई धेरै धेरै स्वागत छ च्यानलमा र तपाईहरुको माझमा उपस्थित भइसकेको छु आजको शुभ खबर लिएर। त्यो पनि आज जस्टै प्रकाशित भएको तपाईहरुको माध्यमिक तह यानी माविको शिक्षक सेवा आयोगको तृतीय श्रेणीको चाहिँ खुला प्रतियोगितात्मक पदद्वारा पूर्ति हुने शिक्षक सेवा आयोगको विज्ञापन खुलाएको छ साथीहरु। तपाईहरु धेरैजना चाहिँ माविको विज्ञापनको पर्खाइमा बस्नु भएको थियो। उहाँहरुको चाहिँ अब इन्तजार खतम भएको छ र खुशीको खबर छ। म तपाईहरुलाई अन्तिमसम्म भन्ने छु कुन विषयको कति कोटा खुलाएको छ, तपाईहरुको चाहिँ एक्जाम कहिले हुन्छ र तपाईहरुको चाहिँ दस्तुर कति लाग्ने छ, परीक्षा केन्द्रहरु सम्बन्धी सबै जानकारीमा दिनेछु, कहाँ हुनेछ र कुन विषयमा कति कोटा खुलाएको छ। यो चाहिँ प्रदेशगत र विषयगत खोल्छ साथीहरु। र तपाईहरु समक्ष चाहिँ कुन तहको लाइसेन्स छ, कुनमा भर्नुहुन्छ त्यो आफै तपाईहरुलाई थाहा होला। म तपाईहरुलाई पूर्ण जानकारी दिनेछु यो भिडियोमा, अन्तिमसम्म हेर्नु होला साथीहरु। ल हेर्नु त के भनेको छ। यहाँ भनेको छ नेपाल सरकार शिक्षक सेवा आयोग माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन। यो चाहिँ कहिले प्रकाशित भएको विज्ञापन भन्दाखेरि 2082 साल 10 महिना 30 गते यानी आजै प्रकाशित भएको हो। यहाँ रहेको छ साथीहरु, सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा थाई पद पूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.government.np बाट अनलाइन दरखास्त दिनुहुन यो विज्ञापन गरिएको छ साथीहरु। ल अब म तपाईहरुलाई हेराउन गइरहेको छु। यहाँ साथीहरु नेपालीको पहिलो रहेको छ विषय। तपाईहरु चाहिँ जति जनाको मेजर नेपाली रहेको छ उहाँहरुको लागि यहाँ प्रदेश रहेको छ र खुलामा कति खुलाएको छ, महिलामा कति खुलाएको छ, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गमा कति खुलाएको छ त्यो सबै जानकारी दिनेछु। यहाँ कोशीबाट चाहिँ खुलामा नेपाली विषयको 12 जनाको माग गरेको छ, अनि मधेसबाट 2 जनाको, बागमतीबाट 6 जना, गण्डकीबाट 15 जना र लुम्बिनीबाट 2 जना अनि कर्णालीबाट चाहिँ 2 जना माग गरेको छ। खुलामा सुदूरपश्चिमबाट पनि 2 जना। त्यस्तै चाहिँ महिलामा हेर्नु 3 जना, कोशीबाट मधेसबाट 1 जना, बागमतीबाट 2 जना, गण्डकीबाट 4 जना, लुम्बिनीबाट 1 जना, कर्णालीबाट 1 र सुदूरपश्चिम गरेर 1 जना। त्यस्तै आदिवासीको पनि हेर्नु होला र मधेसीको कति खुलाएको छ त्यो पनि हेर्नु होला। दलितको अपाङ्गता भएको कति खुलाएको छ त्यो हेर्नु होला साथीहरु। अब म तपाईहरुलाई अर्को विषयतर्फ लैजान चाहन्छु र अर्को विषय रहेको छ इंग्लिश रहेको छ। अंग्रेजी विषयमा फर्म भर्न मिल्ने साथीहरुको लागि यहाँ रहेको छ। कोशी प्रदेशबाट चाहिँ खुल्लामा 17, मधेसबाट 4 जना, बागमतीबाट 7 जना, गण्डकीबाट 11 अनि त्यस्तै चाहिँ लुम्बिनीबाट 7 जना, कर्णालीबाट 5, सुदूरपश्चिमबाट 2 जना। यो खुल्लाको थियो। महिला, आदिवासी, मधेसी, दलित, अपाङ्ग र पिछडिएको वर्गहरुको तपाईहरु हेर्नु होला कुन कुन समावेशी कोटामा तपाईहरु पर्नुहुन्छ त्यो सबै दिएको छ हेर्नु ल साथीहरु। नेपालीको पनि इंग्लिश र नेपालीको सक्यौ। अब जाऊ गणितमा। ल गणितमा हेर्नु त कति भ्याकेन्सी खुलेको छ। कोशीबाट खुल्लामा 11 जना, मधेसबाट 3 जना, बागमतीबाट 4 जना, गण्डकीबाट 15, लुम्बिनीबाट 4 जना खुल्ला, कर्णालीबाट 5 जना छ। त्यस्तै सुदूरपश्चिमबाट चाहिँ 1 जना गरेर जम्मा खुल्ला 43 वटा गणितमा माग गरेको छ भने महिला, आदिवासी, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रहरु तपाईहरु आफै हेर्नु होला है, सबै विवरण दिएको छ। अनि त्यसपछि जाउँ अब हैन हामी विज्ञापन नम्बर 4 मा रहेको छ। हेर्नु त विज्ञानमा रहेको छ साइन्सबाट। साइन्सबाट कोशीमा 20 जना खुल्ला, मधेसमा 6 जना, बागमतीमा 13, गण्डकीमा 14, लुम्बिनीमा 4, कर्णालीमा 2 र सुदूरपश्चिममा 2 गरेर 61 जना जम्मा खुल्लाको माग गरेको छ। र महिला, आदिवासी, मधेसी, दलितहरुको तपाईहरु आफै हेर्नु होला है साथीहरु। ल अब चाहिँ हामी जाने छौं अर्को। यहाँ रहेको छ 5 नम्बरमा सामाजिकमा। सामाजिकमा कति भ्याकेन्सी खुलेको छ हेर्नु त। यहाँ भनेको छ कोशीबाट 11 जना खुल्ला, मधेसीबाट 3, बागमतीबाट 2 जना, गण्डकीबाट 8 जना, लुम्बिनीबाट 4, कर्णालीबाट 3 जना र सुदूरपश्चिमबाट 1 जना गरेर 32 वटा जम्मा खुल्लाको हो। र महिलाको, आदिवासी, मधेसी, दलित, अपाङ्गको यहाँ दिएको छ। सिरियल वाइज हेर्नु होला है। म भन्न थाले भने बढी समय लाग्न सक्छ साथीहरु, त्यसैले
तपाईहरुलाई काम लाग्ने टपिक मात्र म भनिरहेको छु। यहाँ हेर्नु त कार्यालय सञ्चालन तथा लेखाको पनि राम्रै खुलाएको छ योपल्ट। मधेसबाट 1 जना खुल्लामा, बागमतीबाट 5, लुम्बिनीबाट 1 जना, सुदूरपश्चिमबाट 1 जना गरेर जम्मा 8 जना। महिलामा चाहिँ 1 जना बागमतीबाट, लुम्बिनीबाट 1 जना, अनि त्यसपछि आदिवासीको चाहिँ बागमती 1 गरेर एउटा मात्र खुलाएको छ। मधेसीबाट चाहिँ बागमतीमा 1 वटा, दलितबाट चाहिँ बागमतीमा 1 वटा गरेर यसरी खुलाएको छ। ल यहाँ हेर्नु त स्वास्थ्य तथा शारीरिक शिक्षामा यहाँ चाहिँ कर्णालीबाट 1 जना खुलाएको छ, जम्मा 1 जना मात्र माग गरेको छ। अनि चाहिँ कम्प्युटर विज्ञानमा हेर्नु, कम्प्युटर विज्ञानमा चाहिँ मधेसबाट 2 जना खुल्ला, गण्डकीबाट 1 जना खुल्ला गरेर जम्मा 3 जना खुल्ला, र महिलामा 1 जना मधेसबाट र गण्डकीबाट गरेर 2 जनाको भ्याकेन्सी खुलाएको छ साथीहरु। हेर्नु होला है साथीहरु। ल अनि यहाँ हेर्नु त शुक्ल यजुर्वेद, यहाँ पनि गण्डकीबाट 1 जना, महिलामा 1 जना गरेर जम्मा 2 जनाको भ्याकेन्सी रहेको छ पुरै। अनि त्यसपछि रहेको छ संस्कृत व्याकरण, कोशीबाट 1 जना, मधेसबाट 1 जना गरेर 2 जना। अनि सिद्धान्त ज्योतिष, यसमा चाहिँ बागमतीबाट 1 जना, अनि फलित ज्योतिषको चाहिँ कोशीबाट 1 जना गरेर भ्याकेन्सी खुलाएको छ। ल साथीहरु, भ्याकेन्सी यति थियो। अब जाउँ तपाईहरुको चाहिँ परीक्षाको किसिम। लिखित परीक्षा, सामान्य र विषयगत र अन्तर्वार्ता हुन्छ साथीहरु। परीक्षा सञ्चालन चाहिँ तपाईहरुको कहिले हुने रे? 2083 साल वैशाख 5 गते शनिबार अपराह्न 1 बजे तपाईहरुको चाहिँ के हुन्छ? एक्जाम सञ्चालन हुन्छ साथीहरु। र एक्जाम सञ्चालन हुने क्रममा हैन, परीक्षा केन्द्र हेर्नु पर्दाखेरि तपाईको कोशी प्रदेशको मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा सञ्चालन हुनेछ। अनि दरखास्त दस्तुर तपाईहरुको 1000 रुपैयाँ लाग्नेछ साथीहरु, र थप समूहको लागि चाहिँ 600 रुपैयाँ लाग्नेछ। दरखास्त दिने अन्तिम मिति 2082 साल 11 महिनाको 3 गतेसम्म तपाईहरु अन्तिम के रे सिंगल दस्तुरमा पर्नुहुन्छ भने दोब्बर दस्तुरमा चाहिँ 2082 साल 11 महिनाको 10 गते सम्म तपाईहरु फर्म भर्न सक्नुहुनेछ। अनि उमेरको हदमा चाहिँ के भन्छ साथीहरु? 18 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्ने हुन्छ। अनि दरखास्त चाहिँ तपाईहरु कहाँबाट दिन सक्नुहुन्छ? http://online.tsc.government.np मार्फत दरखास्त दिन सक्नुहुनेछ साथीहरु। ल र साथीहरु, यति थियो तपाईहरुलाई जानकारी बुझाउने मेन विषयहरु। अनि यहाँ रहेको छ उम्मेदवारमा हुनुपर्ने आवश्यक न्यूनतम योग्यता, नेपाली नागरिक हुनु नै पर्छ। तपाईहरु चाहिँ माध्यमिक तहको थाहा अध्यापन अनुमति हुनु नै पर्छ। अनि चाहिँ शिक्षक सेवा आयोग नियमावली 2057 को नियम 10 बमोजिम अयोग्य नभएको हुनु पर्दछ। अनि मान्यता प्राप्त शिक्षण संस्थाबाट चाहिँ के रे सम्बन्धित विषयमा स्नातक वा सोसर परीक्षा कम्तीमा 300 पूर्णाङ्क वा 12 क्रेडिट अवरोधन गरी 10 महिने पूरा तालिम गर्नु परेको हुन्छ साथीहरु। तर अंग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन तथा लेखा र कम्प्युटर विज्ञानको हकमा तालिम नलिए पनि विज्ञान बमोजिम स्नातक उत्तीर्ण व्यक्ति शिक्षाका लागि उम्मेदवार हुन सक्नेछ। ल साथीहरु, यति थियो तपाईहरुलाई चाहिँ जानकारी दिनुपर्ने कुरा। र तपाईहरु समावेशीतर्फ भर्न चाहनुहुन्छ भने मधेसीमा भर्नुहुन्छ भने मधेसीको प्रमाणपत्र, आदिवासीमा भर्नुहुन्छ भने आदिवासीको प्रमाणपत्र, अपाङमा भर्नुहुन्छ भने अपाङको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ साथीहरु। ल यति थियो साथीहरु तपाईहरु समक्ष राख्नुपर्ने आजको जानकारी। र तपाईहरुलाई यदि कुनै क्युरिज छ भने, केही सोध्न मन छ भने कमेन्ट मार्फत जानकारी दिनु होला। र साथीहरु, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। तपाईहरुको चाहिँ धम्माधम हैन तयारी भइरहेको छ यही च्यानलमा, हेर्न सक्नुहुनेछ। 5-6 वटा सेट पनि अहिलेसम्म राखिदिएको छु, हेर्नु होला र राम्ररी